सुरुमा चाहिँ एउटा भाँडामा पोर्क बेली राख्ने, त्यसमा नुन राख्ने र त्यसपछि बेसार राख्ने, अनि जिरा, धनिया, गरम मसाला, रातो खुर्सानी, अदुवा लसुनको पेस्ट, सोया सस अनि थोरै भुट्का पनि राख्ने। भुट्काले चाहिँ पोर्क बेलीको चाहिँ स्वादमा चाहिँ थोरै इन्हान्स गर्छ। त्यसपछि यसलाई म्यारिनेट हुनको लागि छोडिदिने र त्यसपछि एउटा फ्राई प्यानमा मैले थोरै तेल लिएँ र त्यसमा चाहिँ गोलभेडा अनि त्यसपछि टिमुर राखेँ र मजाले सानो आँखामा पकाउन छोडिदिने। र मैले यहाँ थोरै गोलभेडालाई चाहिँ छुट्याएको छु भटमास हाल्नुको लागि र बाँकी रहेको गोलभेडामा चाहिँ सेसेमी सिड्स, बदाम, त्यसपछि बेसार, नुन अनि थोरै रातो खुर्सानी राख्ने र फेरि सानो आगोमा पाक्नको लागि छोडिदिने। अनि यसमा अब चाहिँ धनिया राख्ने र धनिया पनि राखेर मजाले पकाउने। अब यसलाई चाहिँ मजाले ब्लेन्ड गर्ने। अनि यतापट्टि गोलभेडा छ पिस्ने बेलामा चाहिँ त्यो गोलभेडाको चाहिँ स्किन सबै पिल अफ गर्ने र त्यसलाई चाहिँ मजाले पिस्ने। सबैले आफ्नो तरिकाले बनाउँछ, यो चाहिँ मैले आफ्नो तरिकाले बनाएको चाहिँ देखाएको छु तपाईहरुलाई। हुनसक्छ तपाईहरुले मैले भन्दा राम्रो बनाउनुहुन्छ होला। त्यसपछि चाहिँ यहाँ फ्राई प्यानमा तेल राखेर भटमासलाई मजाले भुट्ने र भुटिसकेपछि चाहिँ यहाँ चाहिँ मैले अघि नै काटेर राखिएको लामो लामो गरी काटिएको लसुन, अदुवा हैन, अनि त्यसपछि रातो प्याज अनि हरियो प्याजको पत्ता अनि धनिया राखेर अनि अघि नै पिसेको जुन गोलभेडाको पेस्ट थियो त्यो पनि यसमा राखेँ। र यहाँ चाहिँ मैले तोरीको तेल राखेँ र बेसार, जिरा, धनिया र रातो खुर्सानीलाई चाहिँ मजाले भुटेर चाहिँ यहाँ चाहिँ पकाएँ। तपाईहरुसँग मेथी छ भने मेथी पनि राखेर पकाउन सक्नुहुन्छ। मसँग चाहिँ मेथी थिएन, त्यही भएर चाहिँ मैले जे छ त्यही अनुसारले त्यसरी बनाएँ। त्यसपछि नुन राखेँ स्वाद अनुसार अनि लेमन जुस राखेँ अनि यसलाई मजाले मिक्स गरेँ। साथीको भटमास चाहिँ रेडी भयो। र अब यतापट्टि चाहिँ मैले आलु उसिनेर राखेको थिएँ। मलाई चाहिँ जिरा आलु एकदमै मनपर्छ। मैले ओलिभ ओइलमा जिरा पड्काएँ, लसुन राखेँ र त्यसपछि उसिनेको आलु राखेँ, नुन राखेँ, बेसार राखेँ, जिरा धनिया पनि राख्ने। मेरो चाहिँ हरेक खानामा जिरा धनिया चाहिँ जसरी नै जान्छ, बेसीको त्यो होइन। त्यसपछि फ्रेस काटेको धनिया राखेँ र त्यसलाई मजाले मिक्स गरेँ र रातो प्याज पनि राखेँ। रातो प्याजले चाहिँ यस्तो मिठो स्वाद दिन्छ नि यो आलुलाई, मलाई चाहिँ एकदम मनपर्छ। अरूलाई चाहिँ कस्तो छ थाहा छैन मलाई। त्यसपछि अघि न मैले म्यारिनेट गर्न छोडेको चाहिँ जुन पोर्क थियो त्यसलाई चाहिँ मजाले फ्राई गर्ने हैन। मजाले फ्राई गरिसकेपछि कैँचीले सानो टुक्रामा काट्ने। त्यसपछि चाहिँ म यहाँ काँक्रा, गाजर राखेँ र सादीको भटमास राखेँ, आलु राखेँ अनि थोरै चटनी पनि राखेँ र पोर्क पनि राखेँ र अब यसमा चाहिँ म थोरै भुजा राख्छु। यसरी मैले खाएको थिएँ, अति नै मिठो भएको थियो। तपाईहरु कतै पिकनिक जानुहुन्छ, डाइटमा हुनुहुन्छ भने पनि यसरी खान सक्नुहुन्छ।